क्वेसन फेरि लिएर आएको छु मैले कम्पलसरी म्याथबाट यो कम्बाइन्ड सलिडबाट हो। यो के छ भनेपछि जस्तो रेड दिएको हुन्छ नि, रेड दिएको छ भने 5 मार्क्स क्वेसनको हुन्छ है, 5 मार्क्स क्वेसन हो यो क्वेसन पठाउनु भएको 01 नवलपरासीबाट प्रतीक्षा तिवारी बहिनीले। यो क्वेसन हेर्नुस्, यो फिगर दिएको छ है, फिगर ड्रा गर्नु होला। In the given figure, a conical hole of equal radius and height is drilled out from a cylindrical wooden log. Find the surface area of the remaining part of the wood and also find the total cost of painting the curved surface at the rate of rupees 7.50 per square centimeter. त भनेपछि यसमा के भनेको छ भने यो सिलिन्डर दिएको छ, यो कोन दिएको छ है। यो कोनलाई चाहिँ अलग गरेर जति रिमेनिङ पार्ट आएको हुन्छ त्यो रिमेनिङ पार्टमा पेन्टिङ गर्दाखेरि 1 सेन्टिमिटर स्क्वायरमा 7.50 खर्च भएको छ भने टोटल पेन्टिङ गर्दाखेरि कति खर्च हुन्छ यदि बुझ्नु होला। यो सिलिन्डर छ, यसमा यो भित्र यो कोन बनेको छ, यो कोनलाई ड्रिल गरेर आउट गरियो अनि त्यसपछि जुन रिमेनिङ पार्ट छ, रिमेनिङ पार्ट यसमा पेन्टिङ गर्दाखेरि 1 सेन्टिमिटर स्क्वायरमा 7.50 रुपिस खर्च हुन्छ भनेपछि टोटल पेन्ट यो रिमेनिङ पार्टमा यो पार्ट र यो पार्टमा पेन्टिङ गर्दाखेरि कति खर्च हुन्छ त्यो फाइन गर्ने। यसको सेप चाहिँ यो बन्छ है, यो कोनलाई अलग गर्दाखेरि त्यसै यो कोनलाई चाहिँ अलग कट गरिसकेपछि यस्तो पोर्सन यस्तो फिगर बन्छ। सबभन्दा पहिला स्ल्यान्ट हाइट अफ कोनको लागि L = 6.5 सेन्टिमिटर दिएको छ, रेडियस R = 5.6 सेन्टिमिटर दिएको छ। दुईटामा यो जुन सिलिन्डर दिएको छ, सिलिन्डर र कोनको हाइट चाहिँ सिलिन्डरको रेडियस हाइट यसको कोनको रेडियस हाइट र सिलिन्डरको रेडियस हाइट इक्वल छ। अब स्ल्यान्ट हाइट L = हामीलाई L फाइन गर्नुपर्छ नि हैन, CSA निकाल्नु पर्ने हो। रेड दिएको छ भनेपछि CSA कोण पाइ R L हुन्छ, त्यसैले L = √h² + r² हुन्छ। अब R 6.5 = √s हाइट दिएको छैन, यो 6.5 सेन्टिमिटर भनेको यो स्ल्यान्ट हाइट अफ कोन हो, यो हाइट अफ सिलिन्डर हैन, यो के हो स्ल्यान्ट हाइट अफ कोन। 6.5 = √h² + r² भनेको 5.6 अफ होल स्क्वायर। यसलाई सल्भ गर्नुस्, h = 3.3 सेन्टिमिटर हैन, यसलाई सल्भ गर्न सक्नुहुन्छ। स्क्वायर गर्न बोथ साइड गरेर रुट क्यान्सल हुन्छ। त्यसपछि हाइट अफ कोन = हाइट अफ सिलिन्डर। कोन क्वेशनमा भनेको छ इक्वल रेडियस एन्ड हाइट भनेको यो कोनको हाइट र सिलिन्डरको हाइट चाहिँ सेम छ। त हाइट अफ कोन = हाइट अफ सिलिन्डर h = 3.3 सेन्टिमिटर आएको छ। त CSA अफ सिलिन्डर A1 मानौँ = 2 पाइ RH हुन्छ, = 2 * पाइ भनेको 22/7 * 5.6 * 3.3 = 116.16 सेन्टिमिटर स्क्वायर। त्यस्तै गरेर CSA अफ कोनको फर्मुला CSA अफ सिलिन्डरलाई A1 मानौँ, CSA अफ कोनलाई A2 मानौँ। CSA अफ कोनको फर्मुला के हुन्छ पाइ R L हुन्छ, पाइ भनेको 22/7 * रेडियस भनेको 5.6 दिएको छ * L, L = 6.5 दिएको छ। यसलाई सल्भ गर्नुस् 114.4 सेन्टिमिटर स्क्वायर हुन्छ। अब सर्फेस एरिया भनेको कर्व सर्फेस एरिया है, कर्व सर्फेस एरिया फाइन गर्दाखेरि यो कोनलाई त आउट गरिएको छ भनेपछि के बाँकी रह्यो त यो सिलिन्डर CSA अफ सिलिन्डर बाँकी रह्यो। CSA अफ सिलिन्डरमा बेस एरिया आउँदैन, बेस एरिया छैन भनेपछि त्यसलाई कर्व सर्फेस एरिया अफ सिलिन्डर, कर्व सर्फेस एरिया अफ सिलिन्डरलाई कर्व सर्फेस एरिया अफ कोनसँग प्लस गर्ने। किन कर्व सर्फेस एरियामा बेस हुँदैन, दुईटैमा सिलिन्डर र कोनमा हैन। कर्व सर्फेस एरिया फाइन गर्दाखेरि बेस एरिया प्लस हुँदैन, त्यसैले यो कुरा बुझिराख्नु होला।
अब यसमा चाहिँ सिलिन्डरको सिएसए फाइन्ड गर्ने, कोनको सिएसए फाइन्ड गर्ने, किनभने सिएसए यहाँ तल यो बेस एरिया छैन, गोलो छैन हैन, सर्कल छैन, त्यसैले सिएसए अफ कोन फाइन्ड गर्ने, जसमा बेस एरिया हुँदैन, सिएसए प्लस सिएसए गर्नुपर्छ। त A1 प्लस A2 भनेको त रिमेनिङ पार्ट, जुन रिमेनिङ पार्ट बाँकी रह्यो यो कोनलाई चाहिँ आउट गरिसकेपछि, कोनलाई यो सिलिन्डरबाट निकालिसकेपछि जति बाँकी रहन्छ रिमेनिङ पार्ट A1 प्लस A2 दुईटै A1 इज इक्वल टु 116.16 प्लस 114.4 प्लस गर्ने 230.56 सेन्टिमिटर स्क्वायर आउँछ। रेट दिएको छ 7.50 पर सेन्टिमिटर स्क्वायर। टोटल कस्ट T इज इक्वल टु रेट इन्टु A हुन्छ। A भनेको हामीले टोटल कर्व सर्फेस एरिया अफ द रिमेनिङ पार्ट। रेट दिएको छ 7.50 इन्टु कति आएको छ, कर्व सर्फेस एरिया अफ रिमेनिङ पार्ट 230.56 सँग मल्टिप्लाई गरेपछि रुपीस 1729.20 आउँछ।